विदेशी माल हो विदेशी सेल्फी स्टिक अबी सो गाइस म त तार बोक्न लागे ल अब 1.5 केजी मार्यो भने पुग्छ हामीलाई मासुली ल चट्टा परेको मछलीको आज किरे करामत हुन्छ आयो भाउजू तपाईँ 1.5 केजी ल अरे बेटे ल गाइजहरु हामी त हिँड्यो सारा रा 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 ए माछा माला आज केही फिल भएको छैन बस सेल्फी स्टिक छ सेल्फी स्टिक खतरा विदेशी माल हो विदेशी सेल्फी स्टिक दाजुको हो है दाइ पनि भर्खर भर्खर विदेशबाट आउनु भएको नि त अनि दाइले सेल्फी स्टिक ल्याउनु भएको रहेछ क्या सो गाइजहरु सेल्फी स्टिक सो गाइजहरु म चाहिँ शीतलमा बसेको छु दाइहरु चाहिँ घाममा तापिराख्नु भएको छ मतलब कि म तार बोकेर जानुपर्ने हुन्छ मैले है सो दाइहरूले अघि झोस्न थालिसक्नु भयो सो 1 2 3 4 म सहित 5 जना सो 5 टाउके हामी छौँ है सो अब हामीले यहाँ माछा मारेर आज नभएको 1.5 केजी चाहिँ लग्नुपर्ने हुन्छ अनि गम खानुपर्ने हुन्छ सो जस्ट हेर्नु यहाँ यसरी हामी त यसरी मारिन्छ गाइजहरु अब करेन्ट लाएर कति भएको छ दाइ उद्घाटन देखाइदिनु त हिले खोइ त हिले सिले पैया कैया भैया सबै साली सबै यहीँ छ है चिज त है खतरा खाँदा मेरो जत्रै हेर दाइ सेम मेरो जत्रै अर्को पनि होला अबी आमा चिज त खतरा है म चाहिँ दोकान गएको थिएँ क्या बाइकको चाबी लिएर बाइक लिएर होइन बाइक दाइहरूले दिइहाल्नु मलाई कुदाउनु आउँछ नि फेरि बाइक सो दोकान गएको थिएँ म खाजा लिनको लागि दाइहरू चाहिँ यता आइसक्नु भएको छ क्या वहाँ परदेखि होइन एकचोटि यहाँ आइसक्नु भएको छ अनि अब कति मार्नु भएको छ अब हेर्नुपर्छ गाइजहरु सो तार बोक्ने डिपार्ट आइहाल्यो मिलिहाल्छ खाजा चाउचाउ भुजिया अब चिज त खोइ दाइ देखाउनु त अब चिज त है यो हो नि त खोला चाहिँ यस्तो छ है यत्रो छ तर माछा चाहिँ यति धेरै पाउने क्या यस्तो खोलामा पनि आमा सो गाइजहरु म त तार बोक्नतिर लागेँ है यही छ मेरो डिपार्ट सो भरे अब लोडिङ पनि त त्यही अनुसारकै लोड जान्छ नि त यहाँभित्र बुझ्नु होला ल यस्तै छ तार मिलाउनु अस्ति झन्झट केही पनि होइन नि परदेखि हात गलाएर हात यस्तो गोलो खतरा मरिरहेछ गाइजहरु यस्तो पहिनिया पनि है डर रहेछ माछा ल मेरो काम चाहिँ सक्यो तार सबै सकिसक्यो ल अब दामी निकाल्नु त माछा चाहिँ ल पहिला चाहिँ म यहाँ मर्न आँटिसक्यो पेट फुटेर पहिला एक तुरुकको मुट्छु अनि त्यसपछि अनि परो क्या परो खोइ ए ल्याउ पो कोट्याएको रहेछ दाइले पिटिक्कै मरेन दाइ मरेन छ गाइजहरु फेरि अब काम स्टार्ट गर एकछिन सास पाइँदैन यही हो दुःख गरिबले जति काम गरे पनि खाना लाउनै पुग्दैन भन्थे नि यही हो के काम गर्नै पर्यो नत्र भरे माछा पाइँदैन फेरि तार मिला यो घर झन्झट म तार मिलाउँछु ल गाइजहरु छैन के यहाँ छैन माछा लाग्दैन म अर्को ठाउँ भनेको भाइ के गरेको भाइ
के गर्न तार बच्याएको थिइस् नचाट्नु नि अब फेरि मर्न आँटिसक्यो हात गलेर अनि यता दर्शक दिनेहरू पनि हुँदो रहेछ के गर्न आएको थियो भाइ यहाँ हात गलेर यहाँ मर्न आँटिसक्यो काठमाडौँदेखि बटुलेको दाइ हेलो हजुर कहाँ गएको खाले बाछा खाला के बाछाको लागि भनेर आएको छु नो 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 भरे गौँटा दामी बनाएर तँलाई खुवाउँछु ल गगटा माछाको माछा मात्र खाले भाइ हात गलो कि क्या हो भर्खर जब सक्यो अनि तब भरे माछा खाँदा मुख गल्छ कि गल्दैन भाइ त्यतिखेर त कहाँ गल्छ त्यतिखेर त मजा आउँछ नि अब भरे माछा खाएको सम्झेर गर बल्ल बल्ल हात हेर्नु नि कस्तो रातो भएछ आम्मा ल्याउनु ए चाबी सो गाइजहरु अब यो ठाउँ चाहिँ हामीले यो ठाउँमा माछा यति मात्र भेट्यौँ कि खोइ माछा सो यी देखिसक्नु भएको छ ल आधी केजी जस्तो भएको छ अनि यो गङ्गटा 2-4वटा पिस छ सो यो ठाउँमा चाहिँ यति मात्र भेट्यो अब अर्को ठाउँ जान आँटेको तर हाम्रो पल्सरमा चढ्यो यो सेल्फी स्टिकको चाहिँ केही काम लागेन यत्तिकै बोकेर अब यो अब अन्तु जाँदाखेरि लग्ने हो सादा गाइजहरु अब हामी लाग्दिने अब अर्को ठाउँ गएर माछा मार्नुपर्ने हुन्छ आधी केजी भयो अब 1.5 केजी भयो 2 केजीले इनफ हुन्छ हामीलाई मजाले पुग्छ भुँडी फुट्ने गरी खान पाइन्छ सो जस्ट हामी आयौँ है मैले पनि तारसार सबै राखिसकेँ एकछिन म त आराम गर्छु हात हेर्नु नि हात कस्तो रातो भएको छ हात त तर भरे माछा खान पनि मजा आउँछ मजा त ल अब बाइक कुदाउनु त पाइँदैन चाबी त बोक्नै पर्यो नि अब के गर्नु यो पनि लग्नै पर्यो यार विदेशी मालो सेल्फी स्टिक ल अब 1.5 केजी मार्यो भने पुग्छ हामीलाई सो गाइजहरु हामी यहाँ मार्छौँ है वरिपरि हेर्नु होला चट्ट रुमाल क्या मालुम दामी सुहाएको छ यहाँ चाहिँ डुड मागुरहरू है बब्बाल बल पाइन्छ माछाहरू होइन नभएको पनि यत्रोसम्म पाइन्छ क्या यत्रोसम्म माछाहरू अब हामीले मार्नु पनि हुन्छ अब मैले त के र म त तार बोक्ने मान्छे दाइहरूले मार्नुहुन्छ गल्यो दाइ तार पानी ल्याउनु यो चाहिँ एनर्जी है स्प्राइट एनर्जी हो कहाँ पानी हो दाइ स्प्राइट हामी कहाँ यस्तो यस्तो खाल्छौँ त हेलो नि चिसो भयो त खै त हो झर्दै तेरो मासुली ला ए सबैमा झर सरी यस्तो हुन्छ है डोर ल है चट्ट परेको गरेर भरे यस्तो मजाले तारेर खाने कि गाइजहरु हेर्नु नि हो हेर्नु चस कस्तो चिप्लो हुन्छ यो पहियाहरू है ल दाजु चट्ट यत्रो भएको छ यहाँ 1 केजी भइसक्यो त नि 1 केजी भइसक्यो त नि ए कति छिटर भर्खर 5 मिनट रहेछ हामी आएको कति छिटो 1 केजी भएछ
धेरैमा धेरै 15 मिनट भयो नि त दाइ। आहा ल है भरे अब पेट पूजा दह्रो हुने भयो, भात दह्रो रुच्ने भयो गाइजहरू। आहा माछा पो त पर यतिलाई नै साला बजारमा किनेको भयो नि, यतिलाई 3000 रुपियाँ भन्छ, 3000 यतातिर। अब तपाईँहरूकोतिर चाहिँ कति भन्छ भन्ने? 3000 भन्छ भन्दैन त 3000। तपाईँ बजारै जानुभएको रहेछ। ल ल फेरि एउटा डुडा आधी केजीको भेटाइदिनु त, म त घरतिर जान्छु अब। आधी केजीको भेटाइदिनु भन्दा। आहा लु निस्क्यो केही त निस्क्यो त्यो। खाजा खाएको अहिले भर्खर निस्किँदैछ। म आउँदैछु नि, टेन्सन किन गर्नुहुन्छ? यो हो नि त पारा। ल दामी डुड निकाल्नु त। लु म यताबाट थाप्छु। लु खोइ आएन त, करेन्ट लाग्छ। तपाईँको त बेर छैन। त्यही त सिकाएर भर्खर झस्छ भरे नाका एक पोज होस्दिनु भयो नि, फेरि छैन मेरो। बेलाको बेला खाइलाग्दो उमेरमा फेरि म पनि माथि भिजा लाग्छ। तार पनि बढाइसक्यो, हाम्रो यहाँको क्रियाक्रम पनि सकिसक्यो है। अब हामी लाग्दिनु पर्ने हुन्छ घरतिर। माछा बोकेर दाइ जाइ गइसक्नु भयो। नभएको पनि 1.5 केजी मर है दाइ, मर नि होइन। ल अब हामी लागेको। हात चाहिँ लास्टै दुख्ने क्या दाइ। भरे यही अनुसारको लोड पनि त फेरि डर बजाइन्छ नि त। फेरि भरे पक्रियो नि, विदेशबाट बल्ल बिट्टो आएको छन्। भरे कस्तो खान्छ त सर। कस्तो दामी हुन्छ। ओठ नि रातो बनाइन्छ। यहाँ हान्नु ल। ए त अमिले छ्या पाएको होइन यो? रातो भएछ, पाएको छैन। खोइ त छैन पाएको। दाइ माछा कता छ? माछा खोइ। ल माछा ल यस्तो छ है। ल आधी कति 1.5 केजी भएछ। चक्क रुमाल यता गङ्गेटा छ है, गङ्गेटा। त्यो अब हामी लागेको। So finally, aiyah एकछिन टाढो छुट्टिन्छ होला एकछिन। सो गाइजहरु आइपुग्यो। अब यही भुटभाट यहाँ केलाई हुन्छ हैन। मछलीको आज क्रियाक्रम हुन्छ।
आयो भाउजू तपाईँ 1.5 केजी ल सो यहाँ किलाउने होला यही किलाउने होला नि दाइ होइन यहाँ किलाउने होला है ल अब यहाँ किलाइ हुन्छ त्यसपछि भुटभाट हुन्छ सो 1.5 केजी त्यत्रो धेरै छैन आज दरो भात रोज्छ हजुर जाऊ बोल लिएर आऊ बोल लिएर आऊ त यहाँ रहेछ बोल दिने बोल दिने भनेको बोल दिने भनेको बोल दिने भनेको सो कबड्डीवालाहरूले पनि मेरो भिडियो हेर्दै हुन्छ भने यता यत्रो छ है सामानहरू है किन्न आउनु होला कति 1 रुपियाँ गोटामा दिनुहुन्छ ए 18 रुपियाँ गोटा अरे लु आउनु होला यी यत्रो छ थोरा छैन यहाँ ल भाग्न पो खोज्छ ल ए हे सर एकछिन पक्नु ए ला 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 आहा ल त मिर्सी भयो ल कत्रा छैन ए तपाईँ चम्कुरो शेष ल त अरे बेटे सर हेर्दा पोलिथिनमा त थोरा थिएन त नि त छैन नि त सब ठुल्ठुलो माछाहरू मात्र छ होइन दुलो त छैन होला कि झर हो है ए ल भाइ गर्छ पर भागे उज तेरो खानाको लागि तम्सेको अब चाहिँ यहाँ अब किलाउनु पर्ने हुन्छ चर आहा सबै जिउँदो हो त नि हो छोड है आहा कस्तो मजाले सास लिएर ल तेरो अब आजसम्म रहेछ दिन है ल भएकै राम्ररी त्यो भुटभाट पारेर मजाले है भरे अब त्यही हो शीतल टक्क कुकसँग खानुपर्छ सो गाइजहरू आहा सबै माछै गनायो दाइ दाइ त अघि चिटिक्क परिसक्नु भएको छ नआएर हेर त लु म कतिखेर गरेर नआउनु आहा सब माछा गनायो दाइ सो जस्ट गाइजहरू अब चाहिँ है नुहाइधुवाइ पनि गरिसक्यो मैले होइन अनि हेर्नु नि वातावरण कस्तो छ अँध्यारो भइसक्यो सो अब गएर म यत्रो के हो पानी तर यहाँ आएर ल यहाँ आएर कस्तो छ पानी देख्यौ न यहाँ तर गएको त्यो तल पनि देखाइदिनु पर्छ कि होइन खुट्टाको भनेको खुट्टाको पानी हेर नि यहाँ तिमी फेरि के सोच हजुरबा के छ मेरो हजुरबा सो गाइजहरू अब चाहिँ म गएर माछा खान्छु होइन दाइले अघि फोन गरेर बोलाइसकेको छ सो अब गएर चबाउनु पर्ने हुन्छ ल है गाइजहरू रात पनि पर्यो भोक पनि लाग्यो है माछा पनि पाक्यो ए माछा कस्तो राम्रो छ यसरी कप्प खान पाए त मजा आउँथ्यो सो अब यहाँ हामी खाना आँटेको रेडी भइसक्यो अब दाजुहरू पनि आउँदै हुन्छ आउनुभयो अब 2 जना दाजुहरू आउनुहुन्छ
कुर्सी मात्र ल्याउनुहुन्छ माछा चाहिँ ल्याउनुहुन्न माछा पनि ल्याउनु चट्ट पहिला चाहिँ गङ्गेटाबाट सुरुवात गर्नु गरौँ ठुलै हान्दैन उहाँ कसरी के भयो बानी नभएको कि गङ्गेटा नखाएको कता कता घुर्यो है धेरै भइसक्यो नि त माछा पाल्नु छोड्यो अहिले माछाको सिजन पनि होइन कहाँदेखि यति 1.5 केजी माछा चाहिँ कहाँबाट भेटेछ कति दामी रहेछ है कति जति खान्छु माछा त सकिँदैन नि त के गरेर खान्छ न किलो स्वाद लिएर नि कस्तो लाग्यो अति बवाल हो सो चट्ट रुमाल क्या मालुम यस्तै छ आजको भिडियो होइन सो गाइजहरु आजको भिडियो यस्तै भयो ल बाई बाई है माछा मुछा खाइयो होइन रहेछ यहाँ ल बाई बाई